महाबु गाउँपालिका सम्झने बित्तिकै झट्ट दिमागमा आउने कुरा भनेको छजालो सामुदायिक होमस्टे हो। आज हामी दैलेख बजारबाट छजालो सामुदायिक होमस्टेसम्मको यात्रा गर्दैछौँ। काँडा सिराम्लामा रहेको छजालो होमस्टे जानको लागि यो धुलो धुवा भएको एकदमै फेमस बाटोबाट करिब 3.5 घण्टा यात्रा गरेपछि गाउँपालिकाको गैडाबाज बजारमा पुग्यौँ। यो गैडाबाज बजार हो र यहाँको बाटो। यहाँबाट अलिकति भित्र गएपछि हामी छजालो सामुदायिक होमस्टे त पुगि नै हाल्छौँ। त्यहाँ पुगेपछि यसरी गेटमा फोटो त नलिने कुरै हो। होमस्टे पुगेपछि यसरी फुलमाला लगाएर पाहुनाहरूलाई स्वागत गर्ने यहाँको विशेषता नै हो। यहाँ पुग्दा बित्तिकै विशेष सुन्दर लाग्ने कुरा भनेको यहाँ प्रतीक्षालयहरू बनेका छन्। एकदमै अर्ग्यानिक र सुन्दर लाग्ने प्रतीक्षालयहरू हेर्नुको आनन्द त छुट्टै नै छ। अझै यहाँको विशेषता भनेको अर्ग्यानिक र मिठो खाना खुवाउने त प्रमुख नै भयो। खाना खाएर बाहिर निस्केपछि गेटमा यसरी फोटो लिन छुटाउँदैनौँ।